तपाईको युवा जोश, तपाईको तातो रगत र तपाईको माटो बारम्बार देखिन्छ हैन संसदमा। तपाईहरुलाई चाहिँ अध्यक्ष हर्क साम्पाङले त्यही गर्न भन्ने सिकाएर पठाउनुहुन्छ हो। युवा जोश भन्नुभयो, हामी माटोलाई माया गर्छौं, अरु कुरा त्यस्तै हो। हामीले राष्ट्रताको सवालमा बोल्नु, माटोको पक्षमा बोल्नु, सुशासनको पक्षमा बोल्नु, गरिब निमुखाको पक्षमा बोल्दाखेरि तातो रगत भयो। गरिब निमुखाको चाहिँ कुन विषय बोल्नुभयो एकचोटि मलाई मेरो हातमा यी 5 वटा औंला छ यतापट्टि, म औंला भाँचेर बस्छु नि ल। एक सुकुम्बासीको पक्षमा बोल्यौं, बाँच्नुभयो। 2 प्रवासमा भएका चाहिँ जति पनि नेपाली युवाहरू छन् त्यसको हकदारी बोलेका छौं। 3 फ्री भिसा फ्री टिकटको नाममा ठगिएका युवाहरूको कुरा गरेका छौं हो। 4 सीमानामा बस्ने नागरिकको कुरा गरेका छौं हो। 5 किसानको कुरा गरेका छौं हो। 6 मजदुरको श्रमजीवीको कुरा गरेका छौं हो। अनि के विषय चाहिँ समाधान भयो अब त्यो पनि भन्दिनु त।